सम्पूर्णमा नमस्कार। म सञ्जीव कुमार यादव, पशु स्वास्थ्य प्राविधिक कागेश्वरी मनोहरा नगरपालिका पशु शाखाबाट। म सम्पूर्ण किसानहरूलाई के जानकारी गराउन चाहन्छु भने हाम्रो नगरपालिकाबाट खोरेत रोगको भ्याक्सिनेसन कार्यक्रम हुन गइरहेको छ। त्यसको बारेमा म केही भन्न चाहन्छु। रोगको बारेमा धेरै भन्दिनँ। यसको साइड इफेक्टहरू जस्तै खोरेत रोग लगायो भने, एफएमडी लगायो भने कस्तो खालको साइड इफेक्टहरू हुन्छ हैन, नकारात्मक असरहरू देखिन सक्छ भनेर म जानकारी गराउन चाहन्छु। खोरेत एफएमडी भनेको फुट एन्ड माउथ डिजिज रोग, यो भाइरल डिजिज हो। यसको तपाईँको उपचार हुँदैन हैन। त्यही भएर यसलाई हामी रोक्नको लागि के गर्छौँ भने भ्याक्सिनेसन गर्छौँ। भ्याक्सिनेसन के हो भने जस्तै भन्छौँ नि हामी, एउटा भनाइ छन् हाम्रो टेक्निसियन भाषामा, प्रिभेन्सन इज बेटर देन क्योर। रोग लाग्नुबाट रोगको बाटो नै बन्द गरिदिने क्या, छेकिदिने बाटो नै। भनाइको मतलब त्यो कसरी छेक्ने भनेपछि तपाईँको यसको विभिन्न आयामहरू हुन्छन्, विभिन्न पक्षहरू हुन्छन्। रोग छेक्ने बाटो भनेको त्यसमध्येको एउटा महत्त्वपूर्ण पक्ष हो तपाईँको भ्याक्सिनेसन हैन। विभिन्न पक्षमध्ये जस्तै राम्रो ब्यालेन्स डाइटहरू दिने, दाना पानी, घाँस बास कपास भन्छौँ नि हामी हो, त्यो राम्रोसँग उपलब्धता गर्ने हैन। त्यसपछि भ्याक्सिनेसन गर्ने, आइसोलेसन गर्ने, क्वारेन्टाइनको कुराहरू हुन्छन् हैन। विभिन्न परजीवीहरू नियन्त्रण गर्ने कुराहरू हुन्छन्, स्यानिटेसनको कुराहरू हुन्छन्। त्यो सबै हामी के गर्छौँ, त्यो सबै गरेर हामी प्रिभेन्सन इज बेटर देन क्योर भनेको प्रिभेन्सन गर्न सक्छौँ। कुनै पनि रोग लाग्नबाट बचाउन सक्छौँ हैन। रोगको बाटो नै बन्द गर्न सक्छौँ हो। त्यसमध्येको एउटा महत्त्वपूर्ण पक्ष भनेको हजुरहरूलाई म जानकारी गराउन चाहन्छु कि भ्याक्सिनेसन हो, खोप लगाउने हो। त्यो खोप अब एफएमडी खोप लगायो भने हुन त सामान्यतया केही पनि लक्षण देखिँदैन, त्यसो नकारात्मक लक्षणहरू। तैपनि कहिलेकाहीँ केही देखिहाल्यो भने त्यसकै बारेमा हजुरहरूलाई म जानकारी गराउन चाहन्छु। त्यो के हो भने जस्तै अब पहिला बुझौँ कि एफएमडी रोग लाग्यो भने के देखिन्छ त तपाईँको लक्षण। के भयो भने एफएमडी खोरेत लागेको बुझिन्छ त भने जस्तै खोरेत लाग्यो भने सबभन्दा पहिला उच्च ज्वरो आउँछ। 104 देखि 106 डिग्री सेल्सियस फरेनहाइटमा आउँछ हैन। तापक्रम हुनसक्छ 104 देखि 106 डिग्री फरेनहाइटसम्म तापक्रम भएको हुनसक्छ। उच्च ज्वरो हुन्छ। र उच्च ज्वरो भयो भने के हुन्छ, पशु झोक्राउने हैन, दाना पानी नखाने हैन भनेको सामान्य अवस्थाबाट के हुन्छ, परिवर्तन भएर आउँछ। त्यसपछि के हुन्छ भने उसको मुख र गिजामा फोका भएको हुनसक्छ र त्यो फोकाहरू फुटेर र्याल बगेको हुनसक्छ, र्याल चुहाएको हुनसक्छ हैन। दाना पानी त्यही भएर राम्रोसँग नटिप्ने, नखाने हुन्छन् हैन। र कहिलेकाहीँ त्यो खुर हुन्छ नि, खुरको खुट्टाको काप, त्यो बिचमा पनि फोका भएर पछि त्यो फोकाहरू ठुलो भएर फुटेर त्यो घाउ हुन्छन् र त्यो घाउहरूमा म्यागोट्सहरू बस्ने हैन, किरा पर्ने हैन, त्यस्तो हुन्छन्। र यो एउटा यस्तो रोग हो जसले किसानलाई धेरै आर्थिक क्षति नोक्सानी गराउने गर्दछ। त्यही भएर यसको उपचार नभएको कारणले गर्दा के गर्ने, कम्तीमा भ्याक्सिनेसन गर्न सक्यो भने, भ्याक्सिन लगाउन सक्यो भने तपाईँको यो रोगबाट सजिलै बचाउन सकिन्छ क्या पशुहरूलाई हैन। त्यही भएर र कहिलेकाहीँ त्यो तपाईँको के हुन्छ भने यो खोरेतले गर्दाखेरि थुनेलो पनि हुन्छ क्या, मस्टाइटिस पनि हुने गर्दछ हैन। अनि त्यो तपाईँको के हुन्छ भने प्रेग्नेन्ट पशुहरू छ भने तपाईँको तुहिने सम्भावना पनि हुन्छ क्या, उच्च सम्भावना हुन्छ। त्यही भएर के गर्ने, हामी समयमै खोप लगाऊ। खोप लगाएपछि हामी ढुक्क हुन्छौँ, यो रोगबाट कम्तीमा हामी बचाउन सकिन्छौँ। अब यो रोग के हुन्छ त, यो रोगमा हामी खोप लगायो भने के नकारात्मक असर देखिन सक्छ। एकदम न्यून सम्भावना हुन्छ हुन त लक्षण देखिने, तैपनि के हुनसक्छ त भनेर हामी छलफल गर्छौँ। यो रोगको खोप लगायो भने, एफएमडीको खोप लगायो भने एउटा हुन्छ कि सामान्य अवस्था, सामान्य साइड इफेक्टहरू देखिने। र अर्को के हुन्छ भने यो एउटा सामान्य साइड इफेक्ट र अर्को के हुन्छ भने दुई तरिकाले देखिन सक्छ। अर्को के हुन्छ त गम्भीर साइड इफेक्ट।
सामान्य साइड इफेक्टमा के हुन्छ भने तपाईँको खोप लगाएको ठाउँमा पेन हुनसक्छ, दुखेको महसुस हुन, पेन, रेडनेस होइन, स्वेलिङ हुनसक्छ, ट्युमर बन्न सक्छ होइन। त्यो भनेको सामान्य हो। केही दिनमा आफै त्यो स्वेलिङ भएको हराएर जान्छ। पेन पनि केही 2-4 घन्टा अथवा 1-2 दिनभित्र ठिक हुन्छ। अथवा त्यो ट्युमरहरू हुन्छन् त्यो पनि बिस्तारै त्यो गलिँदै अनि बिस्तारै त्यो ठिक भएको हुन्छ। तर कहिलेकाहीँ लामो समय पनि ठिक हुँदैन, त्यस्तो हुन्छ। अनि हल्का ज्वरो पनि आउन सक्छ कहिलेकाहीँ। अनि कहिलेकाहीँ के हुन्छ भने तपाईँको दुधालु पशुहरू छ भने 1-2 दिनसम्म दुध पनि कम गर्न सक्छ, घटाउन सक्छ होइन। र कहिलेकाहीँ हप्तासम्म पनि तपाईँको दुध घटाउन सक्छ। तर सबैमा दुधै घटाउँछ, सबैमा ज्वरो आउँछ, सबैमा रेडनेस, स्वेलिङ, ट्युमर बन्छ भन्ने होइन। कहिलेकाहीँ कुनै पशुमा मात्रै यस्तो देखिएको छ। अनि तपाईँको के यो तपाईँले सामान्य साइड इफेक्ट भयो। अर्को के हुन्छ भने गम्भीर खालको साइड इफेक्ट भनेको कस्तो भने एनाफाइलेक्सिस जस्तो हुन्छ होइन। तपाईँको गम्भीर एलर्जी हुनसक्छ। गम्भीर एलर्जीमा के हुन्छ भने हाइपर सेन्सिटिभिटी टाइपको हुन्छ, एनाफाइलेक्सिस हुन्छ। कहिलेकाहीँ के हुन्छ भने थलै पर्न सक्छ क्या पशु चाहिँ, र उठ्नै नसकिने होइन, थरथर काम्ने जस्ता लक्षणहरू देखाउन सक्छ। तर त्यो कहिलेकाहीँ हो, कुनैमा देखिन्छ, हजारौँ मध्ये एउटामा देखिन सक्छ। तर त्यो पनि खासै हामीले धेरै भ्याक्सिन गरेका छौँ, तर यस्तो देखिएको खासै छैन होइन। तर देखिन चाहिँ सक्छ होइन। अनि जस्तै के गर्ने भने एउटा उपाय, जस्तै 45 दिनसम्मको गर्भिणी पशुलाई नलाउने क्या यो भ्याक्सिन होइन। अनि त्योभन्दा माथिको प्रेग्नेन्ट एनिमल छ भने फेरि लाउन मिल्छ तपाईँको। अब यसबाट बच्नको लागि हामी विभिन्न सावधानीहरू अपनाउन सक्छौँ, प्राविधिक र किसानले समेत। के अपनाउन सक्छ भने स्वास्थ्य पशुहरूलाई खोप लगाउनुपर्छ क्या। स्वास्थ्य पशुले मात्रै खोप लगाउने, बिरामी छ भने त्यो पशुहरूलाई खोप नलाउने होइन। रोग प्रतिरोधात्मक क्षमता, इम्युनिटी पावर डाउन छ भने, कम छ भने, कमजोर पशुहरू छ भने होइन, लामो समयदेखि बिरामी भएको थियो भने त्यस्तो पशुहरूलाई पनि नलगाउने। इम्युनिटी पावर कम हुन्छ र त्यस्तोमा के हुन्छ, भ्याक्सिनले पनि काम नगर्ने अथवा साइड इफेक्टहरू देखिने सम्भावना चाहिँ हुन्छ। र गर्भावस्थाको 45 दिनसम्म पो त लाउनै भएन, त्यो अघि नै भनिहालेँ मैले। र खोप लगाएको कम्तीमा 48 देखि 72 घन्टासम्म पशुलाई के गर्ने, निगरानीमा राख्ने क्या, निरीक्षण गर्ने। र केही एलर्जीहरू, साइड इफेक्टहरू तपाईँको देखिहाल्यो भने नजिकको पशु स्वास्थ्य प्राविधिकहरूसँग अथवा पशु प्राविधिकहरूसँग, डाक्टरसँग सल्लाह गर्न सकिन्छ। कुनै नकारात्मक घटनाहरू सकभर बिहान बेलुकाको समयमा खोप लाउँदा धेरै राम्रो होइन। खोपको प्रभावकारिता सुनिश्चितताको लागि के हुन्छ भने खोपलाई पनि तपाईँको 2 देखि 8 डिग्री सेल्सियस भित्र स्टोरेज गर्नुपर्छ। त्यस्तो गऱ्यो भने तपाईँको प्रभावकारिता के हुन्छ, खोपको बढ्ने गर्दछन्। र यो खोप प्राय डिप इन्ट्रामस्कुलरमा लगाउने गरिन्छ। र यति गर्दा पनि, लगाउँदा पनि केही समस्या भइहालेमा, केही एलर्जीहरू अथवा केही नकारात्मक घटनाहरू भइहालेमा नजिकको पशु सेवा केन्द्रहरूमा अथवा पशु सेवा तथा स्थानीय तहहरूमा पनि धेरै ठाउँमा तपाईँको पशु सेवा केन्द्रहरू छन्, भेटनरी अस्पतालहरू छन्, विज्ञ केन्द्रहरू छन्। त्यहाँ गएर हामी जानकारी गराउन सक्छौँ र सल्लाह अनुसारको उपचार सेवा पाउन सक्छौँ। अब अघिको भनिअनुसार जस्तै मानौ सामान्य साइड इफेक्ट अन्तर्गत तपाईँको ज्वरो नै आयो भने अथवा स्वेलिङहरू भयो भने सामान्य नसाइड्सहरू, मेलेक्सिकेमहरू प्रयोग गर्ने। प्यारासिटामोल, ज्वरो आएछ भने प्यारासिटामोल युक्त पनि इन्जेक्सनहरू, सुई लगाउन सकिन्छ नजिकको प्राविधिकको सल्लाहअनुसार। र एकदम एलर्जी नै भयो, एनाफाइलेक्सिस एलर्जी नै भयो तपाईँको भने के गर्ने, एकदम सुरुमा इपिनेफ्रिनहरू, एड्रिनालिन टाइपको इन्जेक्सनहरू हामी 0.01 mg पर केजी बडी वेट अनुसार आइएम अथवा एसी हामी लाउन सक्छौँ। र आवश्यकता परेमा 20 देखि 30 मिनटपछि फेरि हामी रिपिट पनि गर्न सक्छौँ। अथवा यो सँगै हामीले एन्टिहिस्टामिन इन्जेक्सनहरू, क्लोरफेनिरामिन मिलेटहरू पनि सँगै लगाउन सक्छौँ। अथवा एनियस सलाइन गर्न सक्छौँ र त्यो सलाइनसँगै हामी कोर्टिकोस्टेरोइड इन्जेक्सनहरू, डेक्सामेथासोनहरू पनि प्रयोग गर्दा सजिलै ठिक गर्न सकिन्छ त्यो एलर्जीलाई, र सजिलै ठिक पनि हुन्छ। र मैले भनिहालेँ अघि नै, यो एलर्जी भनेको कुनै
हजारौँमध्ये एउटामा देखिन सक्ने हो। त्यो पनि नदेखेको अवस्था छ कुनै कुनै पशुहरूमा। तपाईँको जस्तै कुनै कुनै पशुहरू तपाईँको स्ट्रेसहरूमा हुन्छ होइन, त्यस्तो पशुहरूलाई कहिलेकाहीँ देखिन सक्छ। बिरामी छ भने देखिन सक्छ साइड इफेक्टहरू। त्यही भएर बिरामीहरू, स्ट्रेस भएको पशुहरू होइन, कमजोर पशुहरू, इम्युनिटी पावर कम भएको पशुहरूलाई हामी नलगाउने, पछि लाउने होइन। यति गर्न सक्यो भने हामी यो एफएमडीको खोरेत रोगको साइड इफेक्टबाट सजिलै बचाउन सकिन्छौँ। र यो जुनसुकै खोप पनि पशुलाई बचाउनको लागि हुन्छ, न कि रोग लगाउनको लागि। त्यही भएर किसानहरूलाई म के जानकारी पनि गराउन चाहन्छु भने खोप लगाउन आएको प्राविधिकहरूलाई हजुरहरूले एकदम सहयोग गरिदिनु होला, खोजी खोप लगाउनु होला भनेर अनुरोध पनि गर्न चाहन्छु। यति भन्दै म यो भिडियो पनि लामो हुने भएकोले अरू कुराहरू खोप जस्तै यो एफएमडी रोगहरू सम्बन्धी अथवा त्यो अघि भनेको प्रिभेन्सन इज बेटर देन क्योर कसरी गर्न सकिन्छ भने विभिन्न आयाम पक्षहरू छ, त्यसको छुट्टै भिडियो बनाउला भन्दै म आफ्नो शब्दहरू यहीँ अन्त गर्दछु।